कभी भी यह मत सोचो कि तुम अकेले हो, बल्कि यह सोचो कि तुम अकेले ही काफी हो। 36 वर्ष तपाईले नुहाउन भ्याउनु भएन। आज हामी नियमित सरसफाइमा ध्यान दिने मान्यहरूलाई तपाईले साबुन दल्ने तरिका सिकाउँदै हुनुहुन्छ। बँदेल र बाँदरको कुरा आयो के बालेन्द्र शाह प्रधानमन्त्री बनेपछि यो देशमा बँदेल र बाँदर आएका हुन्? मैले त नाम लेखाएको थिएन, आज बोल्नु पर्दैन होला भनेको नाम बोलाउनु भएकोमा। र आज 5 मिनट दिनुभएको छ, यो चाहिँ आजलाई पुग्छ। हिजो मैले चाहिँ संसदमा मैले आफूलाई माननीय जस्तो ठान्दिनँ। मैले भनिरहेको छु म त विद्यार्थी हो भनिरहेको छु बाटोतिर भन्दाखेरि पनि। अनि यता आउँदाखेरि पनि बाटोमा कसैले भेट्यो भने स्कुल जान लागेको भन्छु। हिजो पढाइ भएन। सभामुख महोदय, जेन्सी आन्दोलनपछि सत्ता परिवर्तन भएको कैयौं देशहरू अस्थिरतामा गए, तर नेपालले युवाको नेतृत्वमा लोकतान्त्रिक र शान्तिपूर्ण बाटो रोज्यो। अब नेपालले विकासको गति कसरी समात्छ भनेर विश्वले उत्सुकताका साथ हेरिरहेको छ। एनिमे जापानको सबैभन्दा प्रभावशाली सांस्कृतिक उद्योग मध्ये एक हो। जापानले यसलाई केवल मनोरञ्जनको रूपमा मात्र होइन, आफ्नो भाषा, संस्कृति र राष्ट्रिय प्रभाव विश्वभर फैलाउने एउटा सफ्ट पावरको रूपमा प्रयोग गरिरहेको छ। म प्रधानमन्त्री भए त म त त्यसो गर्थे, ट्याक्क बोलाउँथे सबैलाई, होइन कस्तो रमाइलो हुन्थ्यो, सबै मान्छे हाँसिरहेको हुन्थ्यो। म प्रधानमन्त्री भइदिएको साँच्ची हो। प्रहरी हाँसिरहेको, विद्यार्थी हाँसिरहेको, कर्मचारी हाँसिरहेको, पत्रकारहरू तपाईँहरू हाँसिरहेको है। थुप्रै बच्चा जन्माउँछ। लेकिन ये साला कर क्या रहा है यहाँ पे? बालेन्द्र शाहको ठाउँमा अरू कोही व्यक्ति प्रधानमन्त्री भएको भए पनि हर्क साम्पाङले यसरी नै बोल्नुहुन्थ्यो। गुड क्वेश्चन, यू आर ए गुड क्वेश्चन। यस्तै हो, यही नै गर्नु, यही हो। मेरो बाउ नै प्रधानमन्त्री भए पनि म प्रतिपक्ष दलको नेता भएको भए यतिकै हो, अझै भन्दा कडा होला। तर तपाईँ प्रधानमन्त्री बन्न चाहनुहुन्थ्यो, जनताले यस्तो हुन्छ कि त्यस्ता नाथे पद भनेर हाल्नुभयो। श्रम संस्कृति पार्टी चाहिँ हर्क संस्कृति पार्टी भनेर राख्दा हुँदैन बरु? खत्तम। गृहमन्त्री भनेर आइसक्यो, जबकि भर्खर मात्र छानबिन समिति गठन भएको छ। कस्तो खालको मिडिया? अब ट्रायल गर्छ, मिडियाले पनि के गर्ने त? तपाईँ पनि मिडिया होइन? अस्ति चाहिँ प्रधानमन्त्रीजी आउनुभएको थियो, टोपी लगाउनु भएको थिएन, तर जहिले पनि त्यो यहाँ पिएम हुनुभएको छ कि खतखत यसो हात टोपी लगाएपछि त देखिँदैन थियो, टोपी लगाउनु भएको छैन। अरे कहना क्या चाहते हो? को पढाइ भयो त? पढेको पढाइ है। हजुर, धेरै राम्रो पढाइ भयो। मलाई खोल्न दे सरकार, अपराध होइन मन खोल्न दे दरबार। म शराब होइन, मन खराब छैन, सही बोल्न डराउँदैन। बोल न बोल मनको कुरा बोले पो थाहा हुन्छ, तर्केर झर्केर फर्केर हिँडे पिरती कहाँ हुन्छ। सामान्य सभामुख महोदय निषाद विज्ञ मान्यज्यूले यस वर्षको नीति तथा कार्यक्रम 2080 को नीति तथा कार्यक्रमसँग हुबहु मिलेको र पढ्नको लागि पनि भन्नुभएको थियो। एउटा चाहिँ 2081 सालमा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्नुभएको नीति तथा कार्यक्रम हुबहु एउटै छ। मैले 2081 को सरकारले ल्याएको नीति तथा कार्यक्रम मैले पनि पढेँ, हुबहु छैन। अब किताबको साइज मिल्यो, कख गग मिल्यो, अक्षर मिल्यो, शब्द मिल्यो भने त भाषै अर्को ल्याउनु पर्यो।
आज म आउन्न होला यति बोल्दिन न मेरो तर्फबाट के विषयमा यहाँले के विषय चाहिँ के हो आज राख्न खोज्नुभयो मान्य सदस्यले? यदि उहिले बाजेको पाला र अहिले हाम्रो पालाको चाला उस्तै भयो भने उही उखान चरितार्थ हुन्छ, हात्ती आयो। थ्याङ्क यू भेरी मच। अब माननीय अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई छलफलमा उठेका प्रश्नहरूको जवाफ दिन अनुमति दिन्छु। सम्मान्य सभामुख महोदय, उपरमा गीत सबै ब्रेकअप हो, कलाकार सबै टिकटक हो, दिन हुन्न बिकटक हो, चलचित्र कर्मी चटक खान्दै बिक्छन् हो, चर्की कलामै चर्चित छन्। या स्वघोषित महानायक पाठकी नालायक फोरी फिल्म खेल्ने तोरीहरू बन्दैछन् गायक, 2-4 दिन जुटी भोलि कुर्सी नै गायब। So lower the interest, my style is the simplest, get highly in sunrest to unrest they confess. हस्त धन्यवाद। म औपचारिक रूपमा के अरे मेरो श्राप चाहिँ फिर्ता लिन चाहन्छु। प्रधानमन्त्रीज्यू यहाँ आउनु भएन, हामीले पनि उहाँलाई ल्याउने कोसिस गरिरहेका छौँ अनि उहाँ पनि नआउने कोसिस गरिनु भएको छ। मान्य रवि लामिछानेज्यूलाई बोल्ने एउटा अवसर देऊ, त्यस पछाडि अरू छलफललाई अगाडि लैजानको लागि म मान्य सदस्यहरूलाई आसन ग्रहण गर्नको लागि अनुरोध गर्दछु। नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको घोषणा गर्दछु।